लगभग 10 सेन्टीको हिउँ परिसक्यो रहेछ त यहाँ यो ठाउँमा त ल हिउँ चाहिँ यस्तो परिरहेको रहेछ यो ठाउँमा आएर हामी चाहिँ माथि जान लागेको होइन बवाल परिरहेको रहेछ सो त्यही नै हो हिउँमा अब के हुन्छ यहाँबाट हिँड्नुपर्छ कि खतरा परिरहेको रहेछ यो ठाउँमा आएर हाम्रो यहाँ देख्न सक्नुहुन्छ चाइनिज अनि यो ओइ हाम्रो काम गर्ने साहा सम्धी हो त भान्जा यहाँ अझै पनि परिरहेछ हिउँ चाहिँ ल सेतो भइसक्यो एकछिन है यसो भिडियो सिडियो खिचौँ के हुन्छ अब क्लियर त आउँदैन होला यस्तो रहेछ ल परिसक्यो रहेछ हिउँ चाहिँ अब त्यही हो अपडेट चाहिँ अब बिहान भर्खर मैले तल गएर हेरेको तल चाहिँ यस्तो छ अब यहाँ माथि चाहिँ वाल छ अब यहाँबाट हिँड्नु पर्ने हो कि अब हिँडेर त एक दिन लाग्छ होला ल भाल परेछ योभन्दा माथि त झन् पऱ्यो होला सो त्यही नै हो पुरा पऱ्यो यो चाहिँ बगाल दामी पऱ्यो रहेछ पुरा ल गाडी यहाँबाट माथि जान सक्दैन योभन्दा माथि चाहिँ जान्छ जाँदैन मान्छेहरू सब हिँडेर आएको छ ल यस्तो छ गमफुट लगाएर आउनुपर्ने रहेछ योभन्दा माथि चाहिँ अब ऊ त्यहाँ सक्दैन जस्तो लाग्यो ल यस्तो चाहिँ रहेछ अनि कहाँबाट सक्छ त योभन्दा माथि नि हिँडेर गयो भने यसो हेर्दै गरौँ ल के हुँदै जान्छ योभन्दा माथि के है त ल के छ के कस्तो रहेछ परिरहेकै छ जङ्गलमा आएर यो चाहिँ लगभग 3000 को हाइटमा हो 3000 को हाइटमा यस्तो छ बाल परिहालेछ हिउँ छु यहाँबाट चाहिँ हामी चाहिँ फर्किन लागेको अब यहाँबाट माथि जाने अवस्था भएन अब सक्ला जस्तो लागेन डेन्जर भयो यो गाडी पनि यस्तो बसिसक्यो यत्रो ठुल्ठुलो परिरहेछ यहाँबाट अब तलतिर लाग्ने हो यत्रो ठुलो हिउँमा अब जाने चाँजै भएन त्यही हो बिस्तारै बिस्तारै फर्किनु पर्ने हुन्छ यत्रो बसिसक्यो लगभग 20 सेन्टी जति चाहिँ परिसकेको अवस्था ठुल्ठुलो पऱ्यो जप युज गर्दैन योभन्दा माथि गयो भने गाह्रो हुन्छ त्यही ल माथितिर नि परेछ यो चाहिँ गाड़ी जे दे रहे अभी तो जान से ठीक है लेम्बी कैमरा खतरा जाऊँ तो शीशा ही बाहर से ना अब यस्तै हो आजलाई यहाँसम्म आयो बिहानको मात्र अपडेट दिन खोजेको अहिले यत्रो पऱ्यो क्यामेरा त नि भोलि काम लाग्यो भने चाहिँ भोलि आइन्छ होला हिँडेर भोलि पनि पर्यो भने एकदम राम्रो चप्पु यो जिद्रम खतरा हाय तलतिर नि परेको भए हुन्थ्यो हिउँलाई चाहिँ कति वर्षपछि 2-3 वर्षपछि बल्ल यतिको हिउँ चाहिँ देख्न पाइयो हामीले अलिकति ग्लोबल वार्मिङको कारणले गर्दा यस्तो भएको रहेछ यो लगभग 2928 मिटरको हाइटमा यस्तो अवस्था परिरहेको छ हिउँ चाहिँ अब बिस्तारै बिस्तारै तलतिर लाग्दै अब हेरौँ तलतिर नि के छ कस्तो छ पर्छ कि पर्दैन तलतिर 4-5 दिनलाई यस्तो पर्यो भने त्यही हो अब ओइ कतुम्बु युरि बुझ्नु सक्छ